दाइको पसिना आयो दाइ के निकाल्नु भयो आमा 17 Pro Max केटी हो क्या ए होइन त दाइ चाहिँ झुक्यो क्या हेलो नमस्कार अनि सोर्टले धेरै पछि सबैलाई वेलकम छ है सन्चै हुनुहुन्छ होला सबैजना र म पनि हामी पनि सबै सन्चै छौँ आज चाहिँ धेरै पछि भिडियो लिएर आएको छु किनभने त दुईजना सेतो लाउने दाइको चाहिँ आज मोबाइल किन्ने रे सो हामी सपिङमा आएका छौँ हेरौँ दाइले कुन मोबाइल उठाउनुहुन्छ है यता हेर्नु नि दाइ ल यही दाइको है मोबाइल किन्ने कुन मोबाइल लिने भनेर ठुलो मोबाइल किन्ने रे ठुलो कति नम्बरको के दाइ 17 इन्चको लिने अरे ल दाइले 17 इन्चको भन्नुभएको क्या हेरौँ तल गएर कति इन्चको लिनुहुन्छ ला छैन गरे 16 Pro Max उठाइदिनु उठाइदिनु क्या 17 इन्च ल खतम भयो नि यार 4 बच्छ हुन्छ अब किन्न भनेर आयो फोन गरेर सोध्नु 17 Pro Max किन्न भनेर आएको छैन अरे 16 Pro Max लाई बुझ्नु भएको अब घर भाउजूलाई फोन गरेर सोध्ने अरे यहाँ के हो के भयो सल्लाह के गर्ने कुरो हो 17 Pro Max पाइएन अब के कुरो पनि होइन उता झन् पाउनु होला यार मोबाइल पाइएन त्यही 16 नै उठाउनु क्या अब के हार्ने यार गहिरो सोचमा हुनुहुन्छ है नसोच्नु यार भाँडाबाट पनि किनिदिनुपर्छ यार कतिचोटि आउने 3 चोटि आइसक्यो यार सोचेको सोचै हुनुभयो ल हामी चाहिँ फर्क्यौँ नलिने कुरो भयो दाइले अब कहाँ लानुहुन्छ फेरि अर्को ठाउँमा घाम फर्क्यौँ यार यहाँबाट नलिने कुरो भयो अब तल गएर हेर्ने अरे अर्को ठाउँमा फेरि दाइ फेरि यहाँ आउनुभयो दाइ फेरि यो मियो भन्नेमा फेरि बुझ्नको लागि आउनुभएको छ हेरौँ यहाँबाट किन्नुहुन्छ कि किन्नुहुन्न है दाइले फाइनल्ली हान्नु भयो जस्तो है मोबाइल चाहिँ त्यहाँ आइसकेको छ कुन मोबाइल 17 Pro Max 256 भयो 5GB होइन 512 छैन त 512 फाइनल्ली कहाँ पुग्यो खोज्न यार मियोमा आएर भेटाउनु भएको रहेछ ल अहिले एकछिनपछि अनबक्सिङ हेर्नुपर्छ है त गाइस ल फाइनली पेमेन्ट पनि अनलाइन है बाप्रे ट्याट गरेपछि त फ्याट त गयो पैसा त दाइको पसिना आयो पसिना आयो दाइ के हो पसिना आयो यार No any glass, no any protector. No. I sent you the warranty to your email. Okay? Thanks, Rana. Thank you so much. Okay. ल दाइ केही भूमिका नबादिकन सुरु गरौँ दाइ के निकाल्नु भयो आमा 17 Pro Max अनबक्सिङ हुँदैछ है दाइलाई धेरै धेरै बधाई छ खोल्नु एप्पल खोल्नु पर्यो नि त है आज चाहिँ दाइ धेरै ह्याप्पी कति महिनाको अपार सफलतापछि ओके आइरह त नि Sexy and beauty. दाइको अर्को बुढी भन्नुहुन्छ के अरे कान्छी बुढी भन्नुहुन्छ दाइले ल टक्क लाएर साइलेन्ट मोडमा खोलिदिनु भयो यार अनबक्सिङ चाहिँ बबाल भयो
यता यता धेरै धेरै बधाई छ है दाइलाई ल। भिडियो गऱ्यो हौ। आज चाहिँ हामी चुलो भन्ने रेस्टुरेन्टमा छौँ। उता काडाको यता 17 प्रो म्याक्स किनेकै बाफ्रे आज त कति खाने हो एकछिन पह यहाँ खुलेको हेरौँ न कसरी खुल्दो रहेछ 17 प्रो म्याक्स हेलो गरे है ल है उद्घाटन भयो ल है भाउजू तपाईँलाई पनि धेरै धेरै बधाई छ। पर्चुगल गर्नु के पछिलाई सजिलो हुन्छ ल दाइ ल दाइ ए अर्डर अघि नै हो मेनु हेरेको अनबक्सिङले गर्दा मेनु हेर्नै पाइएन यार। आज चाहिँ नेपाली फुड फर्स्ट टाइम हो मेरो चाहिँ यो चुलोमा कस्तो हुन्छ अब यहाँको खाना पनि टेस्ट गरौँ। दाइको अनबक्सिङ भयो साटा पऱ्यो तर मलाई यो मन पर्यो वाइफाई माग्नु यहीँ गराइ हुन्छ अब चुलो वाइफाई के हो यसको ल अब हामी चाहिँ टक्क खाना अर्डर गरेर नास्ता खान्छौँ है त। ल अब चाहिँ हाम्रो अर्को यात्रा नजिकै घुम्न जाने प्लान भयो। अन्त अहिले बोल्ट हेर्दै हुनुहुन्छ गाडी। अब हामी बोल्ट चढेर मोबाइल किन्ने त यो यही आइफोन 17 किन्ने मान्छे आजको यसको खुसियालीमा हामी घुम्न जाँदैछौँ। ल हाम्रो बोल्ट चाहिँ आयो है यही हो जाम ल लेट्स गो गाइज। ल हामी चाहिँ अब सानो टुर जान्छ म बस्ने अगाडि के छ त ल बतार्दै ल है हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ है त गाइजहरूलाई देखाउँ है ल गाइज आज दाइ चाहिँ ह्याप्पी होइन फाइनल्ली 2 लाखको झड्का हाने 2 होइन 3 लाखको झड्का हाने ह्याप्प धेरै भयो ल है निस्कियो ओ माइ गॉड कसैले हो सानो कसैले बुढीलाई गर्यो भाउजूले मायाको चिन्ह मेरो बुढीको हामी त ओल्ड इज गोल्ड हो सबै आइफोनवाला भयो हामी सबै अब म पनि हो 13मा झऱ्यो फेरि 20 मिनटको यात्रा छ हाम्रो। त्यसपछि हाम्रो गन्तव्य आउँछ त्यहीँ गएर देखाउनेछौँ। Yeah, the sun's sinking low. Hitting up the boulevard, see the palm trees glow. Caddy drop top, got the rims on shine. West Coast living where it's always fine. Barbecue grilling, got the smoke in the air. Neighbors pulling up, good vibes everywhere. Talk box singing, let the synthesizer play. Grooving through the block like it's a Saturday. Slide, glide, take a ल गाइस आयो है फाइनल्ली हाम्रो डेस्टिनेसन चाहिँ यही गन्तव्य यही यहाँ माथि आयो यहीँ छ के छ नि यहाँबाट यहीँ हो हामी आएको ल अब यही नजिकबाट देखाउँला त्यहाँबाट कस्तो भ्यू सिनहरू कस्तो देखिन्छ त्यहीँ गएर देखाउँला है त। ल यस्तो छ है हामी आएको ठाउँ चाहिँ यस्तो छ। अब हामी लखा डुल्नु पनि दिएन टक्क लाएर कहाँ गएको आउँदै हामी त्यहाँ गयो टोइलेट गयो क्या पिसा पनि मलाई नै आँखा यताबाट केबुल कार रहेछ नि त यहाँ त यार ल हेरौँ केबुल कार रहेछ यहाँ आउने हो कि जाने तल गएर आउने रहेछ कि नदेखिँदो रहेछ ओहो बाटो त बबाल छ त यार बेरिङ खेल्नलाई त
बाटो जान दाइ पर्खिनु है वासरुम गराउँछु म त्यहाँको सिन हेरौँ न ओ माई गड डर लाग्दो छ यार केबुल कार कहाँ जाँदो रहेछ भने तल जाँदो रहेछ है सानो बिच रहेछ वेलकम टु प्याराडाइज डर लाग्यो मलाई अब केटा आउँथ्यौँ टिकटक सुरु भइहाल्यो नि अब गाइजहरूको पहिला जाममाथि हेरौँ अहिले बनायो नि हुन्छ टिकटक त जति बनाए पनि जाम 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 ए टिकटक हामी आएको त यहीँबाट त हो यार हामी आएको यहीँबाट त हो हुन्छ के हेर्दै डुप्लिकेट ब्राजिल रे त्यहाँको ओरिजिनल हो डुप्लिकेट हो ब्राजिलको ओरिजिनल हो ल ए हामी चाहिँ यहाँ स्ट्याचु हेर्न आएको ब्याक साइडमा चाहिँ यस्तो देखिँदो रहेछ है फ्रन्ट साइडबाट कस्तो देखिन्छ हामी अहिले जाने नै छौँ फेरि यहाँबाट नि हेर्न मन लाग्यो कि अघि म त्यहाँबाट हेरेको थिएँ तल चाहिँ छ्याङ्गै रहेछ सिरिङ्गै बनाउँछ तल त डर गाडी पनि जाँदो रहेछ अन्त जामा आउनु सो सर एक राउन्ड हानौँ गाईहरूलाई देखाउँ हामी पनि घुमौँ यहीँ नजिक रहेछ अहिलेसम्म नआएको यार बस्ने त्यहीँ नजिक छ देखिरहेको तर आज फाइनल्ली आइयो यस्तरी यो फोटो भिडियो गराउने भिडियो गराउने होइन तल छ नि त भर्याङ के यहाँ तल आउनु नि तपाईँ कहाँ भ्याइन्छ अहिले यार तल छ के तल खै कहाँसम्म जान्छ ऊ त्यहाँसम्म जाँदो रहेछ आउनु के यत्रो आएर यार हजुर टक्क तलबाट बबाल देखिन्छ कि बल्ल फ्रन्ट साइडमा आइयो नि त अगाडिपट्टि आइयो कस्तो के गर्ने हो त्यहाँ जाने यसो हेर्ने आउने यहाँबाट हेर्ने भ्यू र यहाँबाट एउटै हो त्यहाँबाट त्यो पानी नजिक देखिने यहाँबाट जुम गरेर हेरे जस्तो हुन्थ्यो त्यहाँ जुम आउट जाम क्या आउने यत्रो आइसकेपछि यी गाह्रो मानेको हिँड्न यत्रो आइसकेर अनि त्यहीँ जान यत्रो गरेँ 5 मिनट पनि लाग्दैन त्यहाँ आउनु आउनु यहाँ बिसाउने रहेछ 2 मिनट रेस्ट हो क्या यहाँ भ्यू चाहिँ बबाल छ क्या त्यो राम्रो छ 2 मिनट सकियो त्यहीँ पुग्ने कि त्यहाँ हेर्नु त्यो डाँडा के हो है के हो त्यो पोर्तो सान्तो भनेको त थाहा छैन उताको डाँडा होला परै होला नि गएको छैन के अरे झन्नै 1.5 घन्टाको विश्रामपछि हामी ओह्रालो झर्यो है अझै पनि उहाँ गाइजहरूको फेरि टिकटक बनिरहेको ओ केटी हो क्या हो त्यहाँदेखि ए होइन त दाइ छ झुक्यो क्या यार दाइलाई पुरा केटी कुन विदेशी केटी भनेर झुकिरहेको यस्तो छ है बाटो चाहिँ दामी रहेछ क्या
त्यो ढुङ्गामा पुगौँ भनेर हो एउटा मान्छे भएको ठाउँमा आउन नि त आउनु उता त रमाइलो अरे आवाज नि कस्तो आएको क्या पुरा मजा आयो होला यार आज फेरि मौसम नि बवाल छ कि होइन तातो तातो छ क्यामेराम्यानहरू भएपछि फोटो सोटोलाई समस्या हुँदैन कि थाहा हुन्छ नि त ठ्याक्क कुन एङ्गलबाट यस्तो आउँछ भनेर अनि म यहाँ चाहिँ कुर्नी के तपाईँ छिटाउनु पर्यो ढुङ्गामा बसेर जाम हामी पनि जाम जाम दाइ कसिनु भएछ अहिले चाहिँ अगाडि अब ओह्रालो अलि त्यार्सो आयो नि त अनि गन्तव्य पनि आउनु पुग्यो रन्के आएन अहिले यो उकालो चढ्ने बेला लास्ट भन्नुहुन्छ अगाडि हाल्नुपर्छ अहिले यहीँसम्म नै आजको हाम्रो यात्रा माथि पनि जाम न कस्तो हुन्छ ओहो घाम त यस्तो आएर ल यहाँ राख्ने कपडा जाम जाम यहाँबाट पनि देखिँदो रहेछ है हुन्छ ल है यो चाहिँ हामी बस्ने ठाउँ मधेराको राजधानी यहाँ 17 प्रो म्याक्स छ त्यहाँ फेरि हावाले उडाला दाइ कहाँ जाने खोज्नु यस्तोमा हावाले गरुङ्गो भन्दैन नि त भवाल आउँछ हिँड न माथि चाहिँ पहिला होइन अँधेरै आउँछ क्या घामले सेक्सेक पहिला माथि हिँड न हिँड्दा हिँड्दा कहाँ अडिएको होला चढन त इजी छ ल उहाँ हुनुहुन्छ फर्स्ट तेन्जिङ नर्वे शेर्पा उहाँ हुन्छ दोस्रो सानो हिमाल चढेको क्या दोस्रो कविता नेपालीको पोटर सकिन्छ क्या आउनु जान्न म नगइदिनु लिनु नि अनि म माथि उसको मोबाइल छ त अनि त्यसलाई भिडियो बनाऊ न आउनु न नगरी म त आउँदिनँ यस्तो दामी आएको छ यार है दाइलाई चाहिँ बल गरेर जानु कि जानु भनेर जानु सकिन्छ कि दाइ यार यति नसकेर तपाईँ यार थियो सगरमाथा कसरी चढ्नुहुन्छ यार सकिन्छ क्या त्यति यति त हो झर्ने बेला बोकेर झार्छु मैले ल्याइदिनु उहाँ हेर्नु यस्तो इन्जोय गरेर केटोले हाम्रो सरकारले ओहो घाम चर्क्यो जान जान ताना ताना दाइलाई ताना गरे है चढिहाल्यो त्यति भएपछि समयमा त चढिएन ए ल गाइस अब हामी चाहिँ झरेमै एकदम मनोरञ्जन लियो फोटो खिच्यो टिकटक अब झर्ने बेला यताबाट आउँदा ओ यहाँ तल झर्नु तल यता आउनु कस्तो गाह्रो छ है हजुर दाइले तान्न गरे धेरै बुढो होइन 48-49 कति पुग्नु भयो त्यही पनि म त्यसमा बसेको क्या त्यही भएर हामी यस्तो बाँदर जस्तो पाहाडतिर डुलेको भए पो आनन्द यहाँ भाइ तल दुईवटा भाइ छन् यहाँ फोटो खिचेको चाहिँ झर्न लगाएको आउनु भनेको त फोटो यस्तो उता मान्छे बिचरा कति गाह्रो झरेछ अब चाहिँ एकछिन बस्नुपर्छ यहाँ हावा चल्यो कि त्यसरी हावा त बबाल छ नि होइन
को स्ट्याचु मूर्ति देखिराख्नु होला। एकछिन हामी एकछिन बस्छौँ है। के भन्नुभएको यार, ल है ल है ल है। जय श्रीराम। ल फाइनल्ली अहिले पास गर्नु है। आजको टास्क पास गर्नुभयो। माथि गएर नाचेर पनि झर्नुभयो। ल एकछिन यार मोबाइल चार्ज गर्न पऱ्यो। यो त जति हेऱ्यो त्यति हेर्न मन लाउँछ के गर्ने। ल हाम्रो चाहिँ लगभग घुमघाम सकियो। अब हामी फेरि उकालो चढ्दैछौँ। अब यही हो हाम्रो आजको गन्तव्य। यस्तो राम्रो ठाउँमा आएको छौँ आज। सर एक नजर हान्दिउँ न। घाम पनि चकिलो लागेको छ। मौसम राम्रो, ठाउँ राम्रो। त्यहीमाथि तिनजना मान्छे रमाइलो इन्जोय गरियो है। ल सबैजनालाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। आजलाई यति नै भन्दै हामी पनि अब रुमतिर जानेछौँ। पछि फेरि कहिले हुन्छ फेरि अर्को भिडियोमा भेटौँला भन्दै सबैलाई नमस्ते जोरले अनि बाई बाई।